सर्वप्रथम स्वागत छ तपाईहरुलाई यस च्यानलमा। आज हामी एक्सेलको एकदम इन्टरफेस बेसिक एक्सेलको कुराहरु सिक्न गइरहेका छौं। जसमा चाहिँ तपाईहरुले स्क्रिनमा देख्न सक्नुहुन्छ जब तपाईले एक्सेल पहिलो पटक खोल्नुहुन्छ यस्तो खालको स्क्रिन देखिने गर्छ है। जहाँ तपाईलाई के छ भन्दाखेरि यो माथिको जुन एरिया छ यो सबै एरियालाई के भनिन्छ भन्दा रिबन भनेर कल आउट गरिन्छ है। र जुन जस्तो होम, इन्सर्ट, पेज लेआउट, ड्र यी कुराहरु देख्नु भएको छ यसलाई ट्याब भनिन्छ। र जस्तो होम भित्र हामीले बोल्ड गर्ने, फन्टहरु साइजहरु एडजस्ट गर्ने, कुन फन्ट राख्ने अथवा जस्तो इन्सर्ट भित्र हाम्रो चार्टहरु एड गर्नको लागि र फर्मुलाहरुको भित्र फर्मुलाहरु एड गर्नको लागि डिफरेन्ट जुन पनि युज हामीले गरिन्छ त्यसलाई चाहिँ टुल्स भन्ने गरिन्छ। सो रिबन भित्र ट्याबहरु र ट्याबको भित्र टुल्सहरु हामीसँग यहाँ हुने गर्छ। र यसको अलिकति हामी तल आयो भने यहाँ तपाईले देख्न सक्नुहुन्छ फर्मुला बार भन्ने गरिन्छ। जुन जस्तो के हुन्छ भन्दाखेरि तपाई कुनै सेलमा गएर केही कुरा टाइप गर्नुभयो अथवा केही फर्मुलाहरु तपाईले क्रिएट गर्नुभयो भने त्यसमा चाहिँ यहाँ पनि अपियर हुने गर्छ र यहाँबाट पनि हामीले फर्मुलाहरु एड गर्न सक्ने गर्छौं। जस्तै समको यसको हामी यो जुन बिस्तारै सिक्ने छौं है त। र यो जुन तपाईले लेफ्ट साइडमा देख्नु भएको छ नाम यो चाहिँ तपाई कति नम्बर सेलमा हुनुहुन्छ भनेर भन्ने गर्छ। जस्तो हामी अहिले जी को 5 मा छौं भने जी को 5 भन्ने गर्छ। जस्तो म ए मा गए भने ए को 1 मा यो चाहिँ ए को 1 मा छु भन्ने बुझिन्छ है। र यसरी अलिकति तल आउनु भयो भने तपाईहरुले यहाँ शीट 1 शीट 2 देख्न सक्नुहुन्छ। सो यो जुन अहिले ओपन भइरहेको छ यो फुल ओपन भएकोलाई चाहिँ ओक बुक भन्ने गरिन्छ। जस्तो यो ओक बुक भन्ने गरिन्छ यो फुललाई। तर यो जुन शीट 1 शीट 2 छ यसलाई चाहिँ वर्क शीट भन्ने गरिन्छ। जस्तो कुनै बेला के हुन्छ तपाईले केही कुरा फाइन्ड आउट गर्नु पर्यो भने तपाईलाई दुईटा अप्सन हुन्छ। एउटा चाहिँ पुरै वर्क बुकमा जाने कि वर्क शीटमा जाने है। त्यो सर्च गर्नको लागि या यो यसले पनि म्याटर गर्ने गर्छ। यो हामी बिस्तारै सिक्ने छौं कसरी त्यो फाइन्ड गर्ने कसरी रिप्लेस गर्ने भन्ने कुराहरु। र यो शीट 1 शीट 2 चाहिँ तपाईले रिनेम पनि गर्न सक्नुहुन्छ। जस्तो यसलाई दुईटा तरिकाबाट जस्तो यसलाई चाहिँ डबल क्लिक गर्नुभयो भने पनि हामीले यसलाई एडिट गर्न सक्छौं अथवा राइट क्लिक गरेर यसलाई रिनेम गर्यौं भने पनि हामीले यसलाई रिनेम गर्न सकिन्छ है। र तपाईले अर्को शीट चाहियो भने त्यसमा तपाईले प्लस यहाँ जुन साइन देख्नु भएको छ त्यो थिच्नु भयो भने प्लसको साइनले पनि एड गर्न सकिन्छ। र जस्तो राइट क्लिक गर्नुभयो र इन्सर्ट गर्नुभयो भने पनि नयाँ शीट एड हुन्छ है त। जस्तो इन्सर्ट गरे वर्कबुक गरे र ओके गरे भने यहाँ एड भयो है। यो एकदम बेसिक हो। यस्तै हामीले फर्दर सिक्ने हाल्ने छौं। स्टे ट्युन्ड अन है त। थ्यांक यू।